सम्माननीय सभामुख महोदय, श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 को 81 नम्बरको सन्दर्भमा आज यस प्रतिनिधि सभामा छलफलमा बोल्न पाउँदा म आफैमा गर्वभान्वित छु। किन श्रमिकको हक अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुनलाई नेपालले अनुमोदन गर्दैछ। तर मैले केही कुरा भन्नै पर्छ। हामीले 48 सालदेखि श्रम ऐन ल्यायौं, यही कानुनका केही बुँदाहरूलाई हामीले कानुनमा राखेका थियौं। न आजका दिनसम्म हामीले उद्योग वाणिज्य क्षेत्रमा प्रभावकारी तरिकाले श्रम निरीक्षणको व्यवस्था नै गर्यौं। हिजो हुँदा पनि गरेनौं, आज कानुन त ल्यायौं, भोलिदेखि हामी यसलाई कार्यान्वयनमा ल्याउँछौं कि ल्याउँदैनौं चुनौती यो महत्त्वपूर्ण कुरा छ। विदेशमा गएका नेपालीहरूको सन्दर्भमा नेपाल सरकार या सम्बन्धित राजदूतावासले श्रमिकहरूको हक हित सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा कहिल्यै आवाज नउठाएका कुरा हाम्रा श्रमिकहरूले आवाज उठाइरहेका छन्। ती निकायहरूले यी कानुनको सन्दर्भमा ध्यान दिनुपर्ने अवस्था छ। हामीले कानुन ल्याएको काठमाडौँ उपत्यकाका लागि मात्रै होइन, तर विडम्बना भन्नुपर्छ, श्रम अदालत हामीले उपत्यकामा मात्रै राखेका छौं। देश संघात्मक प्रणालीमा छ, देशभरि श्रमिकहरू रहनु भएको छ। न हामीले श्रमिकलाई यी कानुन ल्याएको कुरा जानकारी दिन्छौं। भन्न त हामी भन्छौं कानुनको अनभिज्ञता क्षम्य हुँदैन, तर त्यसै भगवान रूपी भएर छिर्दैन कानुन। हामीले लेबरहरूलाई तपाईहरूको सन्दर्भमा यस्तो कानुन बनाएका छौं, तपाईहरूका यी हक अधिकार छन्, तपाईहरूको निरीक्षणसँग सम्बन्धित यो व्यवस्था छ भनेर हामीले कहिल्यै पनि चाहिँ हामीले श्रमिकहरूलाई जानकारी गराउने प्रचलन पनि सुरु गरेका छैनौं। त्यसैले आज सभामुख महोदय मार्फत म सरकारको के ध्यान आकर्षण गराउँछु भन्दा अबका दिनहरूमा गरिब श्रमिकहरूलाई उनीहरूको हक हितको सन्दर्भमा यो किसिमको कानुन छ भनेर पहिली सचेतनाको कार्यक्रम पनि गरौं र नेपालमा रहने यसरी श्रम गर्ने श्रमिकहरूलाई पनि आत्मसम्मानको अधिकार रहन्छ र हामीले कानुन बनाएको छ भन्ने जानकारी दियौं भने मात्रै यसरी हामीले पारित गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले चाहिँ मूर्त रूप दिन्छ र जसका लागि लक्षित हो त्यो वर्गले न्याय पाउँछ। त्यसैले श्रमिकहरूको हक हितको सन्दर्भमा कानुन मात्रै होइन, कार्यान्वयनका लागि प्रभावकारी व्यवस्था गरौं, जनचेतनाका लागि प्रभावकारी व्यवस्था गरौं, सरकारको माध्यमबाट यो किसिमका विज्ञापनहरू गरौं, सञ्चार माध्यममा सार्वजनिक गरौं र हाम्रा श्रमिकहरूलाई अवेर गरौं, जहाँ कि उनीहरू आफ्नो हक हितका सम्बन्धमा उनीहरू सुनिश्चित हुन् र यो कानुन पास हुँदाखेरि श्रमिकहरूको हित हुन्छ भन्ने विश्वास राख्दै बिदा हुन्छु। माननीय सभामुखज्यू, हामीले आज महत्त्वपूर्ण दुईटा श्रम सम्बन्धी महासन्धिको विषयमा छलफल गर्दैछौँ। यसै विषयमा मलाई हिजो मात्रै जानकारी आएको र मैले मन्त्रीज्यूलाई पनि व्हाट्सएप मेसेज मार्फत यो कुरा जानकारी पनि गराएको थिएँ। केही नेपालका श्रमिकहरू कुवेतमा जानुभएको रहेछ। ग्रान्ड पर्ल इन्टरनेसनल भन्ने यो एउटा संस्था मार्फत उहाँहरू जानुभएको रहेछ। अनि उहाँहरूलाई चाहिँ त्यहाँ गएर डेलिभरीको काम गराउने भनेर 21 जना नेपालीहरू जानुभएको रहेछ, यी श्रमिकहरू जानुभएको रहेछ। तर उहाँ गएको 4-5 महिना भइसक्दा पनि उहाँहरूले अहिलेसम्म काम गर्न नपाइरहनु भएको अवस्था र अब चाहिँ यस्तो दुःख भइसकेपछि देशैभित्र फर्क्यौँ भनेर उहाँहरूले हामीलाई पनि पटक पटक जानकारी पनि गराइरहनु भएको र माननीय बसुमाया तामाङज्यूले त सचिवालयमा जानकारी पनि गराउनु भएको रहेछ। यस विषयमा आवश्यक यी श्रमिकहरूको उद्धारको लागि पनि म मन्त्रीज्यूसँग सादर निवेदन गर्दछु। अहिले हामीले यो श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 को नम्बर 81 माथि छलफल गर्दैछौँ। हामीले यो अन्तर्राष्ट्रिय कानुनलाई नेपाली कानुनमा रूपान्तरण गर्दाखेरि हामीले विविध आयामबाट त्यसलाई हामीले इन्कर्पोरेट गरेका हुँदा रहेछौँ। हुन त हामीले आजसम्म यसलाई इन्कर्पोरेट त गरिसकेको अवस्था छैन, तर पनि हामीले हेऱ्यौँ भने 2048 सालको श्रम ऐन र 2074 सालमा 48 सालको श्रम ऐनलाई खारेज गर्ने गरेर 2074 सालमा फेरि नयाँ श्रम ऐन आयो। यी दुईटैले कहीँ न कहीँ यो श्रमको निरीक्षणको व्यवस्थालाई चाहिँ हामीले इन्कर्पोरेट चाहिँ गरिसकेको अवस्था रहेछ। जस्तो हामीले श्रम ऐन 2048 मा हामीले दफा 64, 65, 67 तिर हामीले श्रम अधिकृतको नियुक्ति जसले चाहिँ त्यो निरीक्षण गर्ने व्यवस्था चाहिँ राखिएको र त्यस
त्यसै गरेर कारखानाको निरीक्षक भन्ने शब्दहरू पनि हामीले राखिएको रहेछ र त्यसैलाई हामीले श्रम ऐन 2074 मा पनि श्रम निरीक्षण गर्न भनेर कार्यालय पनि स्थापना हुन सक्ने भनेर चाहिँ हामीले त्यसलाई अन्तर्राष्ट्रिय कानुनलाई हामीले इन्कर्पोरेट नगरेको भए पनि एउटा पर्सुएसिभ सोर्सको रूपमा चाहिँ हामीले कानुन निर्माणको क्रममा लिइरहेका छौँ। तर अब यसलाई थप बाध्यकारी गराउन एउटा चाहिँ लेबर लको इन्फोर्समेन्ट चाहिँ एकदम स्ट्रङ रूपले होस्, दोस्रो रोजगारदाता र श्रमिक बीचमा चाहिँ एउटा आवश्यक रूपमा परेको एडभाइसिङ र इन्फर्मेसन बीचको दुईटाको समन्वय होस् र अझै महत्त्वपूर्ण कुरा प्रचलित कानुनमा भएका कमी कमजोरी वा दुरुपयोग जुन प्रतिष्ठानले गरिरह होलान्, रोजगारदाताले गरिरह होलान् वा स्वयं श्रमिकले गरिरह होलान्, यी सम्पूर्ण विवरणहरू सम्बन्धित निकायमा जानकारी होस् भनेर जुन यो महासन्धिले एउटा परिकल्पना गरेको छ, यसलाई हामीले हाम्रो नेसनल लमा चाहिँ इन्कर्पोरेट गर्नुपर्छ भनेर मैले धारणा राख्छु। सम्माननीय सभामुख महोदय, नबोलौँ भन्छु बोल्नु परिहाल्छ भने जस्तो अवस्था छ। अगाडि तपाईँहरूले के गर्नुभयो भनेर नसोधौँ भन्छु, बाध्यता नै आइलाग्छ। कुरा के हो भने यहाँ पटक पटक सुन्यो ट्रेड युनियन अधिकार, अनि विराटनगर जुट मिल आन्दोलन, मजदुर आन्दोलन। हामी अहिले जुन महासन्धिका बारेमा कुरा गर्दैछौँ त्यो महासन्धि लेखिँदै गर्दा विराटनगरमा जुट मिलमा मजदुरहरू आन्दोलन गर्दै थिए। ती मजदुरहरूले पटक पटक राजनीतिक परिवर्तनका लागि आवाज उठाए, रगत बगाए, ज्यान गुमाए, पसिना बगाए। तर अहिले आएर हामीले त्यो महासन्धिको नम्बर 81 लाई संसदमा हामीले बहस गर्नु परेको छ, हामीले छलफल गर्नु परेको छ। यो ट्रेड युनियन अधिकार जुन किसिमले पाइयो, दलगत आधारमा बाँडियो, त्यसले के दियो त? केही मान्छेलाई नेता बनाएछ, मजदुरका नेताहरू भएछन्। तर मजदुरका लागि एउटा निरीक्षणका कुराहरू श्रम ऐनमा खालि एउटा बुदामा गएर समेटिए। त्यही बेला जुट मिल आन्दोलन हुँदै गर्दाखेरि 2003 सालतिर लेखेको कुराका लागि अहिले गणतन्त्रको यो समयमा हामीले बोल्नुपर्ने भनेको मजदुर आन्दोलनलाई फेरि एकपल्ट पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता छ। संविधानको धारा 34 ले भनेको छ कानुन बमोजिम ट्रेड युनियन अधिकार रहन्छ। त्यही चरण कुन चरणमा देश हुन्छ र मजदुर आन्दोलनलाई कसरी अझै बलियो बनाउन सकिन्छ, श्रमिकका अधिकार अझै कसरी बलियो बनाउन सकिन्छ भन्ने आधारमा त्यो कानुन बमोजिम भन्ने शब्द राखिएको। कानुनहरू परिवर्तन गर्न सहज हुन्छन्, संविधान कति गाह्रो छ त हामीले देखे भोगेकै छौँ। त्यही भएर मजदुर आन्दोलनको डङ्का पिटेर दलको दलदलमा श्रमिकहरूलाई फसाएर त्यसको मनोरञ्जनमा त्यो माथि बसेर नेता हुने इच्छा चाहिँ अब त्यागौँ होला। त्योदेखि बाहेक त ILO को श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 को नम्बर 81 माथि हुने यो सामान्य छलफलले हामीले बनाउन खोजेको श्रमिकका लागि बलियो नियमावली कस्तो हुन्छ, कसरी निरीक्षण गर्ने र निरीक्षण गर्दाखेरि कसरी चाहिँ श्रमिकहरूले आफ्नो बढीभन्दा बढी मूल्य पाउँछन्, बढीभन्दा बढी सम्मान पाउँछन् भन्ने कुरा मजाले लेखिदिएको छ। यसलाई हामीले लागू गर्नका लागि कुनै कन्जुसाइ गर्नुपर्छ जस्तो लाग्दैन। केही पुरानो पक्कै हो, के अध्यावधिक आवश्यक छ, त्यसमा पनि हामी छलफल गरेर देश सुहाउँदो, माटो सुहाउँदो पक्कै पनि बनाउनेछौँ। र सबैभन्दा ठुलो कुरा त यसका लागि जनशक्ति निर्माण गर्नुपर्ने छ कानुन सँगसँगै, त्योतिर पनि पक्कै सरकारको ध्यान जानेछ। अरू त श्रमिकको अधिकार कसैको पेवा होइन, कुनै राजनीतिक दलको होइन, राष्ट्रिय हकको हो, यो भन्न चाहन्छु। धन्यवाद। सम्मानीय सभामुख महोदय, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 लाई अनुमोदन गरी नेपाललाई पक्ष राष्ट्र बनाउने प्रस्तावमाथि आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु। सर्वप्रथम यो महासन्धि अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सभामुख महोदय, सन् 1947 मा स्वीकृत भई हालसम्म 151 राष्ट्रले अनुमोदन गरिसकेको यो महासन्धि श्रमिकको अधिकार संरक्षण, सुरक्षित कार्यस्थल, श्रम कानुनको प्रभावकारी कानुन र सुशासनको आधारशिला मानिन्छ। 39 धारामा समेटिएको यस महासन्धिले प्रत्येक सदस्य राष्ट्रलाई प्रभावकारी, स्वतन्त्र, सक्षम र उत्तरदायी श्रम निरीक्षण प्रणाली स्थापना गर्नुपर्ने दायित्व दिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई
मर्यादित श्रम, सुरक्षित कार्य वातावरण र शोषण विरुद्धको हक सुनिश्चित गरेको छ। तर व्यवहारमा हेर्दा अझै पनि धेरै उद्योग, निर्माण क्षेत्र, सेवा क्षेत्र तथा अनौपचारिक क्षेत्रमा श्रमिकले न्यूनतम ज्याला, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल तथा कानुनले दिएको अधिकार पूर्ण रूपमा उपभोग गर्न सकेका छैनन्। कानुन छ तर कार्यान्वयन कमजोर छ, अधिकार छन् तर निरीक्षण प्रभावकारी छैन। यही सन्दर्भमा यो महासन्धिको अनुमोदन अत्यन्त सान्दर्भिक छ। आज हामी विदेशी लगानी आकर्षित गर्ने, औद्योगिकरण बढाउने र रोजगारी सिर्जना गर्ने कुरामा गइरहेका छौँ। तर श्रमिकको अधिकार सुरक्षित नभएको अर्थतन्त्र दिगो हुन सक्दैन। श्रमिक सुरक्षित भए उत्पादन बढ्छ, उत्पादकत्व बढ्छ, उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्छ र अन्ततः राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ। त्यसैले यो महासन्धि अनुमोदन गर्नु अन्तर्राष्ट्रिय दायित्व पुरा गर्ने विषय मात्र होइन, नेपालको श्रम प्रशासनलाई आधुनिक, पारदर्शी र विश्वसनीय बनाउने अवसर पनि हो। तर सम्मानीय सभामुख महोदय, हामीले विगतमा पनि धेरै अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेका छौँ, तर अनुमोदनपछि प्रभावकारी कार्यान्वयनमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनौँ। त्यसको सरकारको सँग मेरो आग्रह छ, यो महासन्धिलाई केवल कागजी प्रतिबद्धतामा सीमित नराखियोस्, पर्याप्त जनशक्ति, बजेट, प्रविधि, दक्ष निरीक्षक र प्रभावकारी अनुगमन प्रणाली निर्माण गरी यसको वास्तविक कार्यान्वयनमा सुनिश्चित गरियोस्। अन्त्यमा श्रमिकको मर्यादा, सुरक्षित कार्यस्थल, सुशासन र कानुनको प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउने विश्वासका साथ अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गर्ने प्रस्तावप्रति पूर्ण समर्थन व्यक्त गर्दछु र कार्यान्वयनमा जोड दिन चाहन्छु। धन्यवाद। जय देश, जय जन। सम्माननीय सभामुख महोदय, आज म सरकारले प्रस्तुत गरेको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदन गर्ने प्रस्तावको समर्थनमा आफ्नो धारणा राख्न चाहन्छु। सभामुख महोदय, श्रमिकको सुरक्षा, सम्मानजनक कार्य वातावरण र श्रम अधिकारको सुनिश्चितता कुनै पनि सभ्य समाजको आधार हो। श्रमिक सुरक्षित भए उत्पादन बढ्छ, उत्पादन बढे उद्योग बलियो हुन्छ, उद्योग बलियो बन्यो भने अनि बल्ल रोजगारी सृजना हुन्छ र अत्यन्त राष्ट्र पनि समृद्ध हुन्छ। त्यसैले श्रमिकको सुरक्षा केवल सामाजिक न्यायको विषय मात्र होइन, आर्थिक विकासको पनि आधार हो। म निजी क्षेत्रबाट आएको व्यक्ति हुँ। उद्योग र श्रमिक बीचको सम्बन्धलाई मैले धेरै नजिकबाट देखेको छु। उद्योग बिना रोजगारी सम्भव छैन र श्रमिक बिना उद्योग सम्भव छैन। यी दुई एक अर्काको प्रतिस्पर्धी होइन, विकासको साझेदार हुन्। सभामुख महोदय, विगतमा श्रम निरीक्षण प्रणालीमा स्रोतको अभाव, क्षमता सीमितता र प्रक्रिया लगायत जटिलताको कारण श्रमिक तथा रोजगारीदाता दुवैले कठिनाई भोग्नुपर्ने अवस्था थियो। यो महासन्धिले श्रम निरीक्षणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने आधार तयार गर्नेछ। हामीले श्रम निरीक्षणलाई केवल दण्ड दिने संयन्त्रको रूपमा मात्र होइन, सुधार र सहजीकरण गर्ने प्रणालीको रूपमा विकास गर्नुपर्छ। निरीक्षणको उद्देश्य उद्योगलाई तर्साउनु होइन, सुरक्षित कार्यस्थल निर्माण गर्नु हो। जब कार्यस्थल सुरक्षित हुन्छ अनि बल्ल दुर्घटना घट्छ, उत्पादकत्व बढ्छ र श्रम विवाद कम हुन्छ र औद्योगिक शान्ति कायम हुन्छ। सभामुख महोदय, आज लाखौं नेपाली युवा रोजगारीको लागि विदेशी न बाध्य छन्। यदि हामीले देशभित्र सुरक्षित, सम्मानजनक र उत्पादनशील कार्यस्थल निर्माण गर्न सकेनौँ भने समृद्ध नेपालको सपना पूरा हुन सक्दैन। त्यसैले यो महासन्धि अनुमोदन केवल अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने विषय मात्र होइन, नेपाली श्रमिकको भविष्य सुरक्षित गर्ने विषय पनि हो। म सरकारसँग 3 वटा आग्रह गर्न चाहन्छु। पहिलो, श्रम निरीक्षण प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र उत्तरदायी बनायोस्। दोस्रो, संघ, प्रदेश र स्थानीय तहमा श्रम निरीक्षकहरूको क्षमता र प्रविधिक दक्षता अभिवृद्धि गरियोस्। तेस्रो, श्रमिक उद्योग र सरकार बीच नियमित संवादको संयन्त्र निर्माण गरियोस्। अन्त्यमा यो महासन्धिको अनुमोदनले नेपाल श्रमिक अधिकार, सुशासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहेको सन्देश विश्व समुदायलाई दिनेछ। सुरक्षित श्रमिक, सबल उद्योग र सृजित रोजगारी नै समृद्ध नेपालको आधार हो। धन्यवाद। सम्माननीय सभामुख महोदय, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2083 माथिको छलफलमा आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा प्रणालीलाई समय अनुकूल बनाउन यो महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्नुभएकोमा नेपाल सरकार र विशेष गरी स्वास्थ्य मन्त्री माननीय निशा मेहताप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। यस अधिकारलाई
प्रभावकारी रूपमा सुनिश्चित गर्न सक्षम स्वास्थ्य संस्था, गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष स्वास्थ्य जनशक्ति अपरिहार्य छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू यही जिम्मेवारी पूरा गर्ने महत्त्वपूर्ण राष्ट्रिय संस्थाहरू हुन्। तर समयसँगै केही कानुन तथा संस्थागत सुधार आवश्यक देखिएका छन्। विभिन्न प्रतिष्ठानहरूमा फरक फरक व्यवस्था, नेतृत्व चयनमा हुने ढिलाइ, प्रशासनिक जटिलता तथा निर्णय प्रक्रियामा देखिने अन्योल संस्थागत प्रभावकारितामा असर परेको यथार्थलाई हामीले स्वीकार गर्नै पर्छ। यस्ता समस्याहरूको समाधानका लागि समय अनुकूल कानुन संशोधन आवश्यक हुन्छ। सम्माननीय सभामुख महोदय, कुनै पनि संस्थाको बल व्यक्तिमा होइन प्रणालीमा हुन्छ। प्रणाली स्पष्ट र उत्तरदायी भए संस्थाले राम्रो नतिजा दिन्छ। त्यसैले यो विधेयकको मूल उद्देश्य स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउनु हो। स्वायत्तता लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण आधार हो, तर उत्तरदायित्व पनि जोडिएको हुन्छ। संस्थागत सुशासन, पारदर्शिता, जवाबदेहिता सुनिश्चित गर्दै प्रतिष्ठानहरूको प्रभावकारिता बढाउनु आजको आवश्यकता हो। सम्माननीय सभामुख महोदय, हामीले आज गर्ने निर्णय केवल कानुन संशोधनको विषय मात्र होइन, भावी पुस्ताले पाउने स्वास्थ्य शिक्षा, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवासँग जोडिएको विषय पनि हो। त्यसैले यस विधेयकलाई दलगत दृष्टिकोणभन्दा माथि उठेर राष्ट्रिय आवश्यकता र नागरिकको हितमा आधारित समर्थन गर्नुपर्छ भन्ने मेरो विश्वास छ। यही विश्वासका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2083 समर्थन गर्दै आफ्नो छलफल समाप्त गर्न चाहन्छु। धन्यवाद।